सिक्किम भन्दा पनि अगाडि नेपाललाई भारतमा हडप्ने योजना थियो र यो योजना बिस्तारै कार्यान्वयन पनि हुँदै थियो। तर त्यो बेला यसमा ब्रेक लाग्यो जब त्रिभुवनको अचानक मृत्यु भयो अनि महेन्द्र राजा भयो। महेन्द्र एक चतुर राजनीतिक खेलाडी पनि थिए, कुशल शासक थिए, डिप्लोमेट थिए, पोलिटिशियन थिए र दूरदर्शी थिए। महेन्द्र राजा भइसकेपछि नेपालको राजनीतिले युटर्न फेर्यो। महेन्द्रले एक पछि अर्को गर्दै भारतीय हस्तक्षेप रोक्न थाले र बिस्तारै बुनिँदै गएका जालहरू भत्काउँदै जान थाले, जसमध्येमा धेरैवटा काम गरे। त्यसमध्येमा केही इम्पोर्टेन्ट कामहरू, भारतीय सचिव जो नेपालको राजदरबारभित्र चाहिँ सचिवालय स्थापना गरिएको थियो त्यसलाई फिर्ता पठाए, बन्द गरे। भारतीय प्रतिनिधि बेगर नै मन्त्री परिषदको बैठक बस्ने चलनको सुरुवात गराए। अर्थात् अब मन्त्री परिषदको बैठक भारतको निगरानी बेगर चल्न थाल्यो। नेपालले आफै डिसिजन गर्न थाल्यो। दरबारभित्र राखिएको भारतीय सेक्रेटेरिएट बन्द गरियो। भारतीय मुद्राको सट्टामा नेपाली मुद्रा चलाउनको लागि नेपाल राष्ट्र बैंकको स्थापना गरियो। हिन्दी भाषाले जति बेला चाहिँ नेपाली भाषाहरू पुरै खाइसकेको स्थिति थियो, हिन्दी भाषालाई विस्थापन गर्न र नेपाली अनिवार्य पढाइ सुरु गर्नको लागि महेन्द्रमाला भन्ने एउटा पाठ्य पुस्तकको सुरुवात गरियो र बिस्तारो नेपाली भाषालाई माथि उठाउन थालियो, जसलाई अहिले पनि केही पार्टीहरू उग्र महेन्द्र पथ भन्न रुचाउँछ। त्यसबारेमा फेरि बेग्लै डिस्कस गरौँ। राजमार्ग, उद्योग धन्दा, स्कुल, कलेज लगायतका धेरै विकासका कामहरू सुरु भए। साँच्चै भन्ने हो भने त्यो 10 वर्षभित्रमा नेपालले जति फड्को मार्यो सायद अहिलेसम्म पनि त्यतिको फड्को नेपालले कुनै पनि कुरामा मारेको छैन। त्यसै प्रसङ्गमा त्यो बेला चीनसँग जोड्ने कोदारी राजमार्ग जब बन्दै थियो, भारत निकै रिसाएछ। अब भारतलाई छोडेर चीनसँग नजिक हुने भयो भनेर ठुलै हल्ला मचाउँदै अब चीनले नेपालमा कम्युनिस्टहरू छिराएर नेपालमा शासन गर्छ भन्ने खालका हल्लाहरू मचाउन थालिएछ र त्यसको जवाफमा महेन्द्रले कम्युनिस्ट विचारधारा बस चढेर नेपाल छिर्दैन भन्ने जवाफ फर्काएको कुरा अहिलेसम्म पनि निकै चर्चित छ। त्यसै ताका तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले नेपाललाई भारतमा गाड्ने प्रस्ताव महेन्द्रसँग राखेको कुरा पनि निकै चर्चा हुने गरेको छ। महेन्द्रले मानेका पनि थिए रे र भनेका थिए रे, ठिकै छ गाभौँ, तर नयाँ बन्ने देशको नाम चाहिँ नेपाल राख। त्यो बेला बीपी कोइराला र महेन्द्र एकदमै नजिकैका साथी जस्तै थिए, दुवै देशभक्त थिए। तर नेपाली कांग्रेस र अन्य केही साना पार्टीहरू भित्रभित्रै भारत परस्त मानिसहरूले भरिएको थियो, जो नेपालको भन्दा भारतको इशारामा र फाइदामा काम गर्थे। अनि भारत पनि आफ्नो फाइदा जता जे गर्दा हुन्छ त्यतैतिर लान्थ्यो। भारतले अब बुझिसकेको थियो कि राजालाई, त्रिभुवनलाई जसरी आफूले चाहे जसरी नचाउन अब महेन्द्रलाई सकिँदैन, त्यही भएर अब नचाउनु पर्छ भने मैले पार्टीहरूलाई नचाउनु पर्छ भन्ने उसले बुझिसकेको। त्यो बेला झन्डै 2063 विक्रम सम्वतदेखि अहिलेसम्म नेपालमा जे हुँदैछ, नेपालका नेताहरूलाई जसरी चाह्यो त्यसरी भारतले नचाउँदैछ, त्यो बेलामा पनि त्यही सिस्टमको सुरुवात भइसकेको थियो। भारत अझै पनि फुटाउ र राज गर अर्थात् डिभाइड एन्ड कन्केरकै पोलिसीमा अडिग थियो, जो उसले अंग्रेजहरूबाट सिकेको थियो।